हेलो गाइस, गुड मर्निङ अनि नमस्ते। म फेरि लिएर आएको छु नयाँ भिडियो लकी रोयलमा। देख्न सक्नुहुन्छ आज लकी रोयलमा युनिभर्सल रिङ आएको छ र यसको यहाँबाट हामी एउटा बन्डल निकाल्छौँ। हेरौँ अब कतिमा निक्लिन्छ। किन भन हामी आज यो भिडियोमा यो बन्डलहरू निकाल्न चाहन्छौँ। कुन चाहिँ निक्लिन्छ हेरौँ अब कतिमा निक्लिन्छ। टोकनले चेन्ज पनि गर्न मिल्छ यसमा। हेरौँ केटीको बन्डल केटाको राम्रो छ होला। हजुरहरू पहिलोचोटि भिजिट गर्नु भएको छ भने लाइक सेयर सब्सक्राइब गरिदिनु होला मेरो युट्युब च्यानललाई। ल फर्स्ट स्पिन स्टार्ट गरेँ मैले 20देखि स्टार्ट गर्छु। ओहो 3टा टोकन दियो। फेरि नेक्स्ट एउटा हो 20कै अनि 20 भनेपछि हान्दिने के पनि पाएन एउटा टोकन। फेरि 220को एक टोकन दियो। अब हामी 200को टोकन हान्न चाहिरहेछौँ डायमन्ड। पाएन, के पनि पाएन हो जोडा। फेरि पनि 200को स्पिन पाउँछ कि पाएन यहाँ। फेरि 200को टोकन डायमन्ड। ओहो के पनि पाएन नि त गाइस। लुट्छ क्या हो डायमन्ड त गरिनाले। ल 20को टप घुमायो 20को। फेरि 200को हानिदिउँ। हेर त गाइस के पनि दिएन त। फेरि 200को हानौँ यसबारलाई पर्ला कि। गाइस पाएनको हामीलाई त सायद डायमन्ड खाइदिन्छ क्या हो गरिनाले। एकचोटि फेरि 20को हानौँ त है गाइस। ओहो पाउँदैन क्या हो गाइस। यो देऊ न, यो देऊ गाइस, यो बन्डल देऊ। 200को फेरि हान्यो गाइस। ओ इमोट दियो गाइस, इमोट दियो गाइस, इमोट। ओहो इमोट राम्रो रहेछ इमोट पनि, दामी लाग्यो मलाई। हजुरहरूलाई कस्तो लाग्यो कमेन्ट गर्नु होला। फेरि 20को स्पिन। फेरि 200को डायमन्ड टप 200को घुमाउँछु। गाइस यो देऊ न यहाँ गरिन, यो देऊ न, यो देऊ। फेरि 200को। ओ भाइ
मिल गया पायो यार सोल्टियो जोडा हो गाइज पायो बन्डल पायो हामीले दामी छ बन्डल हामी फेरि अरू पनि निकाल्नु ट्राई गरौँ हेरौँ कतिमा निक्लिन्छ यिनीहरू पनि दुईसीको फेरि डायमन्ड टप घुमाउँछु यो देऊ न यो टिटीको बन्डल देऊ गाइस त्यही त राम्रो हो फेरि बिस्कुट त घुमाउनु बिस्कुट एउटा मात्र टोकन दियो 200 को गाइस फेरि फेरि 200 को स्पिन लास्ट फेरि 200 को स्पिन लास्ट हो यो के पाउँदो रहेछ हेर किनी पेन गाइस हजुरहरुलाई कस्तो मन पर्यो भिडियो लाइक शेयर अनि सब्स्क्राइब गरिदिनु हजुरहरु कतिमा निक्ल्यो मलाई कमेन्टमा गर्नु कति टाइममा निक्ल्यो ल त्यसो आज टेक केयर बाइ बाइ आजको लागि यति नै ल बाइ बाइ गाइस बाइ